र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। सुस्वागतम भने यो महालक्ष्मी नगरपालिकाले किन यस्तो कार्यक्रमहरू ल्यायो भन्ने जस्तो तपाईहरुलाई लाग्न सकिन्छ। अहिले हामी जनप्रतिनिधि भइसकेपछि सिङ्गो महालक्ष्मी नगरपालिकालाई परिकल्पना गर्दाखेरि हाम्रो नगरवासीको स्वास्थ्यलाई चाहिँ स्वच्छ राख्नु नै हाम्रो मेन उद्देश्य रहेको कारणले हामीले विभिन्न खालको कार्यक्रमहरू गर्ने क्रममा विशेष गरी स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा हामी राख्छौँ। सँगसँगै हामीले मेयर जनता स्वास्थ्य कार्यक्रमहरू सङ्ख्यामा यो कार्यक्रम हुन्छ। 30 वर्ष माथिको सबैलाई चेक जाँच गर्नेदेखि लिएर सुगर प्रेसरको औषधिसम्म निशुल्क दिने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ भने घर घरमै ज्येष्ठ नागरिक आमा बुबाहरूलाई लक्षित गरेर आमा बुबा स्वास्थ्य कार्यक्रम गर्दै आइरहेका छौँ र उहाँहरूलाई पनि डाक्टर सहित घर घरमा गएर चेक जाँच गरेर सुगर प्रेसरको औषधिहरू निशुल्क दिँदै आइरहेका छौँ भने विशेष गरी महिलाहरूलाई पनि लक्षित गरी गत वर्ष हामीले प्रत्येक वडामा शिविरहरू गऱ्यौँ। यो शिविर गर्दाखेरि पाठेघरमा त्यो शिविरमा आउने दिदीबहिनीहरूलाई कतिपय पहिलो स्टेजमा क्यान्सरहरू पुगेको पनि हामीले देखेको भएको र कसैको लास्ट स्टेजमा पुगेको पनि देखेको भएर यो वर्ष चाहिँ महालक्ष्मी नगरपालिकाले यो गत वर्ष हामीले निशुल्क रूपमै चेक जाँच गरेर त्यो जुन कि पाठेघरमा पहिलो चरणको क्यान्सरलाई सेकेर पनि निको पार्न सक्नेलाई चाहिँ हामी त्यो वडामै त्यो मेसिन लगेर त्यो सेकेर निको पार्दाखेरि कुनै वडामा चाहिँ 2-3 जना पनि देखा पर्यो भने चाहिँ कुनै वडामा छैन।